हेलो गुड मर्निङ सेवा शिवानी फ्याफुलो सबैजनालाई है तपाईहरुलाई मेरो फेरि पनि मिनी ब्लगमा स्वागत छ है। अहिले चाहिँ बिहान पाखा मैले भिडियो क्लिप गरिरहेको छु हैन। मलाई चाहिँ बिहान उठ्यो अनि एकदमै दामी नजारा भइराख्थ्यो नि त, त्यही भएर चाहिँ मैले सोचे तपाईहरुलाई पनि म देखाउँछु भनेर हैन। अनि यहाँ चाहिँ मेरो छोरी है, म त्यसको छेमा मेरो दिदीको छोरी हो, त्यही आरुषी चाहिँ पानी खेलाइरहेको छ। यो चाहिँ हाम्रो घर कमानको घरहरु हैन, यस्तै हुन्छ है। हाम्रो घर ठुलो छैन, हामी त कमान बस्तीको मान्छेहरु र यस्तै हुन्छ। अनि यहाँनिर चाहिँ तपाईले देख्नुहुँदैछ रायोको सागमा चाहिँ डुकु पनि भइरहेको छ हैन। अनि यो चाहिँ सबै सागहरु हो। अनि अब म तपाईलाई देखाउँदैछु हैन। यहाँनिर चाहिँ टमाटरको बोट पनि छ, अर्ग्यानिक टमाटरहरु चाहियो भने मलाई भन्नुहोस् हैन। यहाँनिर चाहिँ इस्कुसको मुन्टा छ, इस्कुसको मुन्टा पनि फलिरहेको छ। अब यहाँनिर इस्कुस फल्छ अनि यसको चाहिँ हामी दुईटा खानु पाउँछौं, इस्कुसको मुन्टा पनि पाउँछौं र इस्कुस पनि पाउँछौं। यो चाहिँ हाम्रो ढुङ्गा है, यहाँ चाहिँ हामी बसेर बदमासहरु गरेको हो। यहाँबाट चाहिँ हामी ओह्रालो हेर्ने गर्थ्यौं। रातभरि पानी परेर चाहिँ बिहान चाहिँ एकदमै मजाको नजारा भइरहेछ नि त हैन। अनि अहिले त प्राय जस्तै चराहरु कराएकोहरु सुन्नु पाउँदैन नि त, तर मेरो घरमा चाहिँ स्टिल अहिले पनि बिहान उठेपछि चाहिँ चराहरु कराउँछ हैन। ओछ्यान नहुँदाखेरि नि चराहरु कराइरहेको हुन्छ। अनि यो चाहिँ सिबी बिन्स त खानु भएको छ होला हैन, बिन्स पनि लगाएको छ। नेपाली चाहिँ यो चाहिँ मेरो माइत घर हो हैन। अनि म चाहिँ मेरो माइतपट्टिको तपाईहरुलाई मेरो भिडियोहरु देखाइरहेको छु, मेरो घरमा के रोप्छ सब्जीहरु भनेर देखाइरहेको छु हैन। अनि यहाँनिर चाहिँ मकै पनि लगाएको छ हैन। अनि यो चाहिँ अब बेला भएको छैन हैन, अहिले त्यो बच्चा बेबी नै छ। सो यो अलिक ठुलो भएपछि चाहिँ यसको फलहरु हुन्छ, त्यहाँको चाहिँ खानुपर्छ। तपाईहरुलाई मेरो सानो मिनी ब्लग मैले यतिमा नै राखिरहेको छु। मन पर्यो भने लाइक शेयर सब्स्क्राइब कमेन्ट गरिदिनुस् ल।